सुरु भयो काठमाडौँ टु पोखरा और खाना टाइम कहाँ छौँ रे हामी धार्के कि धार्के हो ओके अब सी यू नेक्स्ट टाइम नेक्स्ट स्टेसन कहाँ पुग्यो हाम्रो यात्रा जारी छ हाक्रे हामी छौँ ₹100 चिया बन्दैछ सबैजना आउनु होला यहाँ लेक साइडमा 12 चोकमै हो आगोको पनि व्यवस्था छ यहाँ यस्तो हल्का यस्तरी ओके खाना अझै खा ओके गाइजहरु हाम्रो ट्रेकिङ चाहिँ भोलिदेखि सुरु हुन्छ मर्दी हिमालको अनि हामी यहाँ सामान ट्रेकिङमा के लाने रेडी गर्दैछौँ ल एउटा हातमा बोक्नुपर्छ क्या हो बरु खानेकुराहरू झ्याउ हुन्छ होला है यस्तो छ जान सकिन्छ कि सकिँदैन पिर पर्या छ लास्टै जाँदैछौँ पोखरा टाढे ट्याक्सीमा पानी परिरहेछ दिउँसो कस्तो हुने हो 5 बज्यो अहिले 5:30 भयो क्या र डे 2 हाम्रो सुरु भयो हाम्रो अवस्था यस्तो छ यहाँ 2 जना साथी भेट्यौँ हामीले पानी पर्यो भने फर्स्ट डे मै यो 14 होला ल अब यहाँबाट सुरु भयो गाइजहरु ल हाम्रो डे 1 को ट्रिप चाहिँ कहाँ रोकेको छ फरेस्ट बेस क्याम्प अब हाम्रो भोलिदेखि डे 2 सुरु हुन्छ यो हाम्रो आज बेलुकाको खाना खुट्टा हाउ वाज योर एक्सपिरियन्स भेरी ब्याड योर एक्सपिरियन्स गुड मर्निङ फ्रम फरेस्ट क्याम्प वी आर having के भन्छ ब्रेकफास्ट अलि टाउट हुन्छ कि गाइजहरु यो चाहिँ हाम्रो आज बसेको ठाउँ दिन चाहिँ साह्रै ल्याङल्याङै छ नि त फेरि हेलो हामी यहाँ फरेस्ट क्याम्पबाट हाम्रो डे 3 को ट्रिप मार्दीसम्मको फुल्ली सक्सेस होस् तर मौसमले यस्तो छ कि एकदमै मौसम नखुलेर टेन्सन पर्यो टेन्सन हिमाल हेर्नु हिँडेको हिमाल चाहिँ नदेखेला जस्तो छ ओके गाइज सी यू अबोभ सी यू मास्तिर होटल रेस्ट क्याम्प एन्ड रेस्टुरेन्ट फाइनली गाइज हामी यहाँ लो बेस क्याम्पमा आइपुग्यौँ अब हामी यहाँबाट उकालो जाने हो
अब अझै छ हेलो एभ्रिवान जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रश्न ओइ खतरा हुँदैछ त्यहाँ जस्तो पाक्यो त्यस्तै पस्क्यो खतरा 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 यस्तो आउँदैछ ल नसक्नु प्रो ट्रेकर भन्ने हाम्रो दाइको युट्युब च्यानल छ हैन खतरा ए यो तीर पनि त एउटा कहाँ हजुरहरु कहाँ हेटौडा हजुरहरु हैन हेलो गाइस क्रिकेट जानी हो कि क्रिकेट हो म छैन नि सुकै कुइरो लाएर के भनेर ठाउँ त फाइनली गाइस हामी डे 2 को ट्रेक आज नै कम्प्लिट हुन्छ हाई क्याम्प आइम हाई क्याम्प यस्तो सबै डाँडा चाहिँ यस्तो छ अवस्था सेकेन्ड डेको ट्रेक होइन अनि हामी एकछिन सेकेन्ड डेको ट्रेक अनि हामी यहाँ तास खेल्दैछौँ म चाहिँ भिडियो गर्ने म नखेल्ने मम्मीले गाली गर्नुहुन्छ नि होइन मलाई झ्याउ लाग्छ त्यस्ता चौका हजुर लेख्ने हो भने के साह्रो हो त हेलो एभ्रिवान हाम्रो ट्रेकको चाहिँ थर्ड डे हो आज हामी चाहिँ बिहान 3 बजे उठेर हाई क्याम्पबाट भ्यू पोइन्ट आएको छौँ मार्दी ट्रेकको 5 बजे अहिले 3 घन्टा हिँड्यो यस्तो छ अहिले अब सनराइज हुन्छ भने बादल आएन भने चाहिँ यहाँ स्टे छ यस्तो लाग्दैन यहाँ अङ्कलकोमा चिया खान आउँछ पछि अरू Guys, it's 5:55 a.m. in the morning. Look at that view. Can't believe. फाइनली गाइस यो चाहिँ करिब 5-6 बजेको यतिको मेहनत हाम्रो यो नि बादलले ढाक्छ जस्तो छ एकछिनमा यति देख्दै हामी त खुसी के अलिअलि वर्थित भयो जस्तो लागिरहेछ ओ माई गड मार्दी फाइनली अब मार्दी अन्नपूर्ण के माछा पुछरी के छ हो यहाँ यत्रो आएर नि थाहा छैन भाइ दिस इज द भ्यू गाइज दिस इज द भ्यू ल हेलो 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 धुम्याएर यस्तो अवस्था भयो क्यारो र गाह्रो छ जिन्दगी के भन्ने खिचिसके के हेलो गाइस हाई भन्नु हाई सबैले लु अब पन्जे हराएर आएन भने हामी बेस क्याम्पमा आयो बल्ल बल्ल फाइनली मार्दी हिमाल बेस क्याम्प यतिको लागि आएको भाइ बाटोमा चिपेर फेरि वाइल्ड हुन्छ नि दिदी ठ्याक्कै त्यहाँ हेर्नु न त्यही छौ आउँदैनौ यता हामी
केही नदेख्ने लु हिँड्नु अगाडि हिँड्नु नि हिँड्नु अगाडि अब गाइज हामी फर्केको अब आज हाम्रो पोखरा पुग्ने प्लान छ होइन तर अब कतिको सक्सेस हुन्छ आई डोन्ट नो ल हाई भन्नु हाई हेलो हाम्रो टोलीहरू हामी आइपुगेको अवस्था अब हामी होटल जाने हाम्रो ट्रेक खत्तम ट्रेकिङको मर्निङ भ्यू है यो चाहिँ गङ्गी पुरा मस्त सुतिरह ऊ फोन चलाइरह हाम्रो बेडको हालत देखाइदिन्छु है म यस्तो हुन्छ ट्रेकिङ गरेर आएपछिको बेड ओके बाई सपना कस्तो भयो ट्रेक अनि पछि अनि कस्तो लाग्यो के फर्किँदाखेरि कस्तो लाग्यो जाँदा कस्तो लाग्यो उकालो हिँड्दाखेरि चाहिँ कस्तो सास फुल्ने ओह्रालो हिँड्दाखेरि चाहिँ खुट्टा हुने रहेछ तर आई प्रिफर टु कम डाउन एक्टिङ गरेर के हुन्छ फेरि एक्टिङै त गर्ने हो ट्रेकमा गएर आएपछि हालत त्यस्तो हुन्छ यतिको चाहिँ हो क्या एक्टिङ नगरेको चाहिँ भन्नु क्या फेरि आएर भन्दै पनि